हेलो साथीहरू लासु फेफुल्ला रचना ब्लगमा तपाईँहरूलाई स्वागत। आई होप तपाईँ सन्चै हुनुहुन्छ होला अनि त म पनि सन्चै छु। अनि अहिले चाहिँ मैले खाना बसाउनु बाँटेको। खाना बसाउनु आँटेको है साथीहरू। 2 महिना चाहिँ ठिक्क हामीलाई चाहिँ पुग्छ। 2 महिना पनि किन लाग्यो मैले ला थियो नि त माम छ क्या तल पनि 2 महिना नलौ भन्ने कुरो आयो। अनि म यहाँ घडाउँदैछु साथीहरू। अनि आज चाहिँ कति भन्दाखेरि आज चाहिँ कार्तिकको 7 गते अनि तिहार पनि सक्यो है साथीहरू। फाइनल्ली तिहार पनि सक्यो। तपाईँहरूको तिहार कस्तो भयो? मेरो त राम्रै भयो, झिलिमिली भयो। तिहार कस्तो हुन्छ? झिलिमिली त हुन्छ नि होइन। अब चाहिँ खाना बसाउनु आँटेको। अहिले त कति बजिसक्यो भन्दाखेरि 3, 4, 5 बजीसक्यो साथीहरू। र म त खाना बसाउनु आँटेको है साथीहरू। माम बसाउनु आँटेको। हामी चाहिँ कुकरमा बसाउँछौँ, भट्टुमा बसाउँछौँ। यत्रो भट्टुले हाम्रो पहिल्यैदेखि हामीलाई थाहा हुँदैदेखि हाम्रो घरमा यो कुकरै यो भट्टुमै खाना पाक्थ्यो। अहिले पनि हामी यो भट्टुमै खाना पकाउँछौँ। हाम्रो कुकर पनि छ एउटा, अलि ठुलो छ। त्यसमा चाहिँ पाहुनाहरू आउँदै पकाउने, नत्र हाम्रो यो एक भट्टु भातले हामीलाई पुग्छ। 2 महिना यसमा चट्टै पाक्छ। कहिलेकाहीँ 2 महिना अलिकति बढी, 1 महिना आधी पकाउँछौँ। कहिले 2 महिना, त्योभन्दा बढी त पकाउँदिनँ हौ। कमी भनेको क्या मैले चाहिँ खासमा के भन्छु नि म त के भन्छु नि। खोइ हाम्रो बाटा यहाँ लगा पानी अन्त खाना पकाउनु पर्ने हुन्छ है त साथीहरू। ला पानी त छैन, पानी गाग्री त खाली। हाम्रो गाग्रीले मलाई लाएको हेर्नु साथीहरू। अब म पानी थाप्नु है त साथीहरू। जस्ट वेट। पानी नै पकाइनु पर्छ र साथीहरू। पानी बाहिर गाग्रीमा थापिरहेको छु कि पानी भरोस् ल साथीहरू एकछिन। गाईले खान्छ नि त हामीले लाउनु पर्ने हुन्छ। एकछिन म पानी भरेर लिएर आउँछु ल। भात दिएको हौ मैले पनि कति सक्नु गर्दछ। अनि भात दिएको त निसले जात अनि यो भट्टुलाई चाहिँ यसो पोतो लाएर
पोतो लाउनुपर्छ है साथीहरू, नत्र कालो हुन्छ नि त। यस्तो गरेर आगो आगोमा बसेर है यो चाहिँ पनि यो मुनि कालै छ कि अनि यो माथि पनि कालो हुन्छ भने चाहिँ पोतो लाउनुपर्छ है साथीहरू, खरानीको। पानी उम्लेको छ कसै कसैले खाना बसाएर एकैचोटि पानीमै बसाउँछ, तर हामी चाहिँ पानी उमालेर मात्रै खाना बसाउँछौँ जहिले पनि। पानी उम्लिसकेको छ, पहिला म हात धुन्छु, यो हातको हालको हिलो। अब चाहिँ यसरी उठाएर चाहिँ यहाँ पानी लाउनु पर्ने हुन्छ है त साथीहरू। देखिँदै चाहिँ छैन हौ यही। अब यो बन्योले चाहिँ यसरी चलाउनु पर्नुहुन्छ। बनाएर चाहिँ रहेछ कि पाक्दैन जस्तै नै अलिक काँचो भइरहेछ कि झन्डै मार्नु भएन नि मम्मीले। धुवा आउँदैछ यसरी झ्याल खोलिदिनु पर्ने हुन्छ साथीहरू। त्यहाँ छोप्ने पनि कहाँ गएछ यसको छोप्ने चाहिँ हजुर के लाएर यो बसाउनु अरे साथीहरू चुलामा। यता बसाइदिइरहेको छु खाना। म यो दुइटै केटीमा पानी ल्याउँछु ल साथीहरू। लाएर गएको छोप्ने पो यहाँ छोप्छु। अन्त खाना सब्जीहरू चाहिँ जति छिटो बनायो त्यति सजिलो आफैले नै हुन्छ। अनि अघि नै यो सिबी रेडी छ, अनि अब आलु नि मिसाउने। आलु र सिबी केमा ल्याउँ भन्ने कुरा आयो कि यसमै ल्याउनु पर्यो। कति साह्रो अँध्यारो आमामा। आलु कहाँ छ कसरी हेर्ने त, यो ढुका खोल्नुपर्ने हुन्छ साथीहरू। के साह्रो अँध्यारो। अनि आलु चाहिँ कहाँ छ भन्ने कुरा आयो। यता रहेछ है आलु चाहिँ यहाँ।